इन्सर्टदेखि पिप कसरी गरिन्छ भनेर म देखाइरहेको छु भिडियोहरुमा। इन्सर्टदेखि पिप लगाउने तरिका सिकौँ है त। भिडियो फोटो कलेज भिडियोमा जानुस्, न्यू प्लस, त्यसपछि भिडियो नै चाहिने हुन्छ ताकि त्यसपछि यसमा केही छैन। अब म यसमा भोइस ओभर गर्छु। अडियोमा जानुस्, अडियोमा गइसकेपछि म्युजिक, इफेक्ट, रेकर्ड, एआई स्पिच छ, रेकर्ड क्लिक गर्नु होला। त्यसपछि यो बाँकी भाग मैले स्प्लिट गरेपछि 2 भाग हुन्छ। यो भाग मैले डिलिट गरिदिन्छु। यो भाग गयो। यो भाग गइसकेपछि अब तपाईले के गर्ने, फेरि ल्याउन पर्यो। फेरि ल्याउनको लागि आइसक्यो। गयो भने यो भागलाई थिच्नुभयो भने यो आउँछ है। अब यसलाई स्प्लिट गर्नु, स्प्लिट गरिसकेपछि यो भाग यताको भाग हट्यो। त्यसपछि अब मैले यहाँ जोड्न पर्ने हुन्छ। पिप गर्ने कुरा सिकाइरहेको छु मैले। त्यही भएर ब्ल्याङ्कमा जानुस्। ब्ल्याङ्कमा गइसकेपछि यो भाग आइसक्यो। यो भाग आइसकेपछि यसलाई तानेर लामो बनाउनुस् ताकि जोड्नलाई मिलोस्। त्यसपछि पिपमा जानुस्। पिपमा गइसकेपछि यो बहिनीको भिडियो छ। यो बहिनीको भिडियोलाई तपाईले क्यानभसमा गएर नि गर्न सक्नुहुन्छ। मैले यही पिपको बारेमा मात्र बताउन गइरहेको छु, अरु केही बताउँदिन। अनि जब जस्तै यो भाग मन परेन, अनि अब यो भाग मन परेन भने अब यस्तो हुन्छ है। अब यो खाली भाग देखिन्छ। यो खाली भागलाई यसरी तानेर ल्याउनु होला ताकि ठ्याक्क मिल्ने गरी राख्नु। अनि यो बाँकी भागलाई स्प्लिट गरेर फेरि हटाइदिनु। तपाईले माथि यसरी यहाँ तलबाट हुँदैन। पिपमा गएर क्लिक गर्नुस् र यो भागलाई गर्नु भने कुन भाग राख्ने, कुन भाग के गर्ने तलको जस्तो आउँछ सबै। त्यसपछि यस्तो छ। अब यस्तो छ। यस्तो भइसकेपछि अब यो भागलाई यो जुन भाग देखेछ नि यसलाई क्लिक गर्नु भने यसलाई भोल्युम म्युट राख्नुस्। त्यसपछि तपाईले के गर्नु भने यही गएर अडियोमा जानुस्। अडियोमा गइसकेपछि कुनै तपाईले म्युजिक, माई म्युजिकमा गएर कुनै केही राख्न सक्नुहुन्छ। मैले यही राख्छु। यो बाँकी भएको भाग स्प्लिट गरेर मैले हटाउँदैछु। अब हेरौँ है त। यो बहिनीको नाच मन पर्छ कि पर्दैन यो भिडियो हेरौँ है त। तपाईहरुले यो जस्तै आफ्नो भिडियो रेकर्ड गरिसकेपछि ठ्याक्कै त्यतिखेर देखाउन पर्ने हुन्छ, ग्याप राख्न हुँदैन। अनि त्यसपछि एक्सपोर्ट गर्नु होला। यो भाग भनेको फ्री रिम हो, आफै हट्छ, विज्ञापन दिन्छ। अनि एक्सपोर्ट गर्नु होला है त। म यो रिम हटिसकेपछि तपाईहरुलाई फेरि देखाउँछु है त एकचोटी। यो लोगो, यो वाटरमार्क हटिसक्यो। भिडियो कस्तो बन्यो हेरौँ है त। यो बहिनीको नाच मन पर्छ कि पर्दैन यो भिडियो हेरौँ है त।